द्रुत गतिमा परिचालन गर्न कांग्रेस सभापति गङ्कुमार थापाको भनाई। भोटेकोसीको बाढ मुगलिङतर्फ बढ्दै त्रिशुली किनारका बस्ती खाली गर्न प्रहरीको आग्रह। दर्शकबिन यतिखेर बाढीले निकै ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म के कति मानवीय क्षति पुग्यो त आजको समाचारमा। श्यामपुर बेसी टिमुरे क्षेत्रमा बाढी सरकारद्वारा तत्काल पीडितको उद्धार र खोज राहत कार्यलाई तीव्रता दिन आग्रह। यसबारेमा विशेष अपडेट। रसुवागढीको बाढीले ठूलो सहर नै बगाएको अवस्था छ। भौतिक र मानवीय क्षतिको आकलन गर्न समेत सकिन्न। 2072 सालको भूकम्पको भन्दा डबल क्षति भएको आशंका गरिएको छ। अहिलेसम्म के कति जनाको उद्धार गरियो र के कति जना बेपत्ता छन् र कति जनाको मृत्यु भयो आजको समाचारमा रहनेछ भने रसुवागढी बाढी उद्धारमा जुट्न र गलत हल्ला नफैलाउन रवि लामिछानेको अपिल रहेको छ। आजको समाचारमा बाढी पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर उडाउन सरकारको अनुमति नलिनुपर्ने पनि देखिएको छ। यसबारेमा पनि जानकारी दिनेछौँ भने समय अवधिभर हामीसँगै रहनुहोला। आउनुहोस् अब पहिलो तथा विशेष खबरतर्फ लागौँ। राष्ट्रिय शूद्र पार्टी राजसभाका सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपदको घडीमा उद्धार र राहतमा सक्रिय हुन पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जाल मार्फत एक अपिल जारी गर्दै सभापति रवि लामिछानेले प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन्। लामिछानेले पार्टीको स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण सदस्यहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी स्वयंबेसी कार्यमा सहभागी हुन आह्वान गरेका छन्। उनले भनेका छन्, विपदको यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग। बाढी तथा विपदको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न र जोखिमपूर्ण क्षेत्रमा नबस्न लामिछानेले अनुरोध गरेका छन्। उनले स्थानीय प्रशासन र सुरक्षा निकायले दिएका निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्न समेत आग्रह गरेका छन्। संवेदनशील समयमा सामाजिक सञ्जालमा अप्रमाणित सूचना र अफवाह नफैलाउन सभापति रवि लामिछानेले सबैमा सचेत गराएका छन्। एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाई सिर्जना गर्न सक्छ र नागरिकमा आवश्यक त्रास फैलाउन सक्छ। त्यसकारणले सबैले संयमित भएर यो कार्यलाई समापन गर्न र घाइते र मृतकलाई छिटोभन्दा छिटो उद्धारका लागि उनले आग्रह समेत गरेका छन्। जसले गर्दा रसुवाको बाढीले निकै ठूलो क्षति पुर्याएको अवस्था छ। त्यहाँ ठूलो बस्ती बगाएको छ। झन्डै 3 दर्जन भन्दा बढी प्रहरी सम्पर्कविहीन भएको अवस्था रहेको छ। भर्खरै मात्रै प्राप्त समाचार अनुसार हामीले पल दिएको सकेको समाचारमा भोटेकोसी नदीमा 81 आएको बाढीले रसुवामा कार्यरत 49 जना प्रहरी सम्पर्कविहीन भएका छन्। बाढीले 4 प्रहरी कार्यालय नै बगाएको छ। ती कार्यालयहरूमा कार्यरत सबै प्रहरी सम्पर्कविहीन रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीआईजी अभिनारायण काफ्लेले हामीले जानकारी दिए। उनका अनुसार बाढीले यी प्रकार टिमुरे, रसुवागढी प्रहरी चौकी, स्याफ्रू बेसी र मेलुङ समेत बगाएको छ। टिमुरेमा कार्यरत 16 जना, स्याफ्रू बेसी 9 जना, रसुवागढीका 9 जना र मेलुङका 6 जना प्रहरी सम्पर्कविहीन भएका छन्। त्यस्तै सशस्त्र प्रहरीका पनि टिमुरे बीओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सहित 9 कर्मचारी सम्पर्कविहीन रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। चितवनतर्फ बुधबार बिहान त्रिशुली नदीमा 81 बाढी आएको छ र त्यहाँको अवस्था पनि दयनीय रहेको र त्रिशुली नदीको बहाव बढिसके त्यहाँ बस्ती खाली गराउन समेत प्रशासनले आग्रह गरेको छ। साथै प्राप्त समाचार अनुसार रसुवाको बाढीबाट प्रभावित क्षेत्रबाट अहिलेसम्म 20 जनाको उद्धार भएको छ। बुधबार बिहान 9 बजे आएको बाढीबाट